हेलो गाइस, हिजो चाहिँ मैले जानी नजानी भए पनि सेलरोटी पोल्ने प्रयास गरेँ है। यसलाई चामल धोएर एकछिन भिजाएर चाहिँ मैले तारेर मिक्सीमा पिसिकन चाहिँ यसलाई हालेँ। अन्त मिक्सीमा नै अलिक क्रस गरेँ यसको मसलाहरू है, नारियल, सौँफ, इलायची धेरै प्रकारको थियो। र यसमा नै मैले अलिकति घिउ पनि हालेँ र ब्याटर बनाएर एकछिन पास राखेँ। त्यसपछि चाहिँ मैले यसलाई बनाउनु थालेँ। मेरो यो 2 फन्की सेलरोटी है, तर फर्स्टमा चाहिँ बिग्रियो, राम्रै भएन। तर पनि मैले कोसिस जारी राखेँ। बनाउँदा अलिक गोलो चाहिँ हुनु थाल्यो। मैले बनाएको सेलरोटी चाहिँ मजाको हुनु थाल्यो है, खुसी पनि लाग्यो। फर्स्ट टाइम हो नि त म आफैले यसरी बनाएको। र हाम्रो चाहिँ गाउँघरमा चाहिँ यहाँनिर चाहिँ दसैँ औँसीमा चाहिँ मान्छेबाट देख्नुपर्छ सेलरोटी पोल्ने। र चाहिँ के आज फर्स्ट टाइम ब्याटर पनि आफै बनाएको हो। प्रतिक्रिया दिनुहोस् ल। अनि के हाल्छ सेलरोटीमा मसलाहरू त्यो पनि भनिदिनुहोस् ल। फाइनली मेरो रोटी राम्रो भयो।